ल साथी कस्तो छ है अचार यो चाहिँ अब अर्ग्यानिक पाराले आफ्नै हातबाट बनाउट है यो चाहिँ अलिक मिठो अलिक राम्रो देखा न बाबु ल मेरो छोरीले पनि खिचिरह कस्तो देखियो नानी खन्द सट्ट यसरी हैन हेर्दाखेरि अब कस्तो लाग्छ यी मलाई चाहिँ अब बनाउँदा बनाउँदा खाइहालौँ जस्तो लाग्छ के रे मेरो छोरी चाहिँ फेरि मैले बनाएर निकालेर खाइरहे त्यो चाहिँ ट्याक्क अब दसैँको अवसरको बिचमा चाहिँ अब यसो बनाएर खाऊँ भन्ने कुरो आयो बाहिरबाट किनेर खान सकिँदैन साथी हो घरमा पालेको एउटा अर्ग्यानिक थियो हैन त त्यही काटेर यसो अहिले कति भइसक्यो यो बनाउँदाखेरि 9:30 भएछ ल 9:30 बजीको अवधिमा चाहिँ मेहनत यहाँ रोस्ट यहाँनिर चाहिँ ग्रेभी फ्राई अनि एकसाथ मलेर ट्याक्क ल है अहिले चाहिँ पो बबाल देखियो कि है ओहो होइन खाइहाल्नुपर्छ कि हो ल बबाल दिएछ ल भयो खाइरह